नमस्कार सम्पूर्णमा आज पोखरा रङ्गशाला मर्निङ वक गर्ने क्रममा केही यो चुनाव सम्बन्धी हाम्रो नेपाली राजनीति र राजनीतिक पार्टी र यसका प्रतिनिधिहरू सम्बन्धी केही आफ्नो विचारहरू राख्न मन लाग्यो किनकि चुनावको माहौल एकदम तातिरहेको छ। हिजोदेखि मौन अवधारणा भन्दो रहेछ यो टाइममा पसार के गर्न नपाउने त्यस्तो रहेछ र भोलि बिहान 7 बजेबाट चुनाव भोट हाल्न पाउने रहेछ र बेलुका 5 बजेसम्म यसको समय तोकिएको छ। अहिले विशेष गरेर सोशल मिडियामा पनि एकदम बढी चर्चा राजनीति सम्बन्धी, चुनाव सम्बन्धी, पार्टीहरू सम्बन्धी, नेताहरू सम्बन्धी मात्रै कुरा सुन्नमा आइरहेको छ र यसो साथीभाइहरू भेट्दाखेरि पनि यो चुनावी कुराहरू एउटा डिबेट पनि मान्छेको आफ्नो आफ्नो विचार हो। कसलाई के ठिक लाग्छ, कसलाई के ठिक छ र मिडियाले पनि यस्तो खालको एउटा नेरेटिभ बनाइदिँदो रहेछ त नि। अब यसो मैले यसो साथीभाइ 2-4 जना साथीभाइहरू यो जेन्जीहरूसँग भेट्दाखेरि पनि यो मिडियाले एउटा कस्तो खालको नेरेटिभ बनाइदिएको छ मलाई भनिसकेपछि व्यक्तिवादी र लोकप्रियताको हिसाबमा, पपुलरिटीको हिसाबमा मान्छेलाई राम्रो नराम्रो छुट्याइदिएर छ। आज त्यही विषयमा मेरो आफ्नो धारणा अब राख्न गइरहेको छु। तपाईहरुलाई कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। अब म रङ पनि हुन सक्छु, यसमा एउटा पोजिटिभ प्रतिक्रिया दिनु होला। विशेष गरेर म यो हाम्रो राजनीतिक पार्टीहरूले एउटा उम्मेदवारहरू जुन तोकिएको छ, हाम्रो टोटल हाम्रो सिट चाहिँ 275 सिटमा हाम्रो प्रतिनिधिहरू छानिँदो रहेछ। त्यसमध्येमा पनि 165 जना प्रत्यक्ष उम्मेदवार मा लड्ने रहेछ र 110 जना चाहिँ समानुपातिकबाट आउँदो रहेछ। समानुपातिकमा पनि टोटल भोट जति खर्च त्यसलाई 110 मा डिभाइड गरेर 110 वटा उम्मेदवारहरू तोकिँदो रहेछ। अब यो थ्रेडल कटाउन पर्ने एउटा त्यो खालको एउटा सिस्टम पनि छ। त्यसै गरेर म हाम्रो यो उम्मेदवारहरूको विषयमा म केही मेरो आफ्नो भनाइहरू राख्न गइरहेको छु। यो अहिलेको मलाई लागेको कुरा, अहिलेको यो जति पनि उम्मेदवारहरू देखिएको छ त्यति मलाई म्याक्सिमम यो उम्मेदवारहरू त्यति म्याच्योर मलाई लागेन। किन भन्दाखेरि पनि एउटा राजनीतिक क्षेत्रमा आइसकेपछि राजनीतिक सम्बन्धी एउटा अध्ययन नभएको देखियो। किनकि राजनीति भनेको एउटा छुट्टै एउटा फिल्ड हो, एउटा छुट्टै पाटो हो। यो सम्बन्धी अध्ययन गर्नुपर्ने आवश्यकता हुन्छ। जसै गरी फुटबल खेल्नलाई फुटबलको ट्रेनिङको तालिमको आवश्यकता हुन्छ भनिसकेपछि तपाईको कुनै पनि इन्जिनियरिङ गर्नको लागि इन्जिनियर क्षेत्र अध्ययन गर्ने पर्ने हुन्छ। यसको लागि समय
लाग्ने हुन्छ, त्यसरी मेडिकल सेक्टर पढ्नलाई मेडिकल हुन्छ, पत्रकारिता गर्न लागि पत्रकारिता पढ्न पर्ने हुन्छ। त्यसरी नै राजनीति पनि एउटा फिल्ड हो, त्यो सम्बन्धी अध्ययन नभएको मैले धेरै जसो म्याक्सिमम क्यान्डिडेटहरूलाई मैले भेटेँ। किन भन्दाखेरि यसमा प्रश्न सोध्नु होला तपाईँले, किनकि पब्लिकले गरेको क्वेसनहरू पनि जवाफ दिने अवस्थामा छैन। किनकि यो चाहिँ एउटा पोलिटिसियन यो के को चुनाव हो भनिसकेपछि, यो के को उम्मेदवारी हो भनिसकेपछि, यो एउटा राज्यको नीति बनाउने, एउटा पोलिसी बनाउने, नियम कानुन बनाउने एउटा ठाउँको लागि एउटा उम्मेदवारी हो, यो चुनाव हो। यसले नै हाम्रो नेपालको राज्य व्यवस्था कसरी चलाउने भन्ने विषयमा यसको चाहिँ यो जति पनि उम्मेदवारहरूले नै छान्ने हुन्छ र 151% 138 सिट पुगेपछि बहुमत पुग्छ। बहुमत पुगेपछि सरकार बन्छ र यही 108बाट नै एउटा प्रधानमन्त्री र अरू मन्त्रीहरू तोकिन्छ बहुमत पुगेपछि। र अर्को 2/3 मत पुग्नलाई नि यसको 1/4 1/4 2/3 पुर्याउनु पर्ने हुन्छ। यसको छुट्टै छ। यो हामीले विधानहरू चेन्ज गर्न पर्यो भने यो गर्न पर्ने, त्यसपछि लोअर हाउस र अप्पर हाउस हुन्छ। लोअर हाउस भनेपछि तल्लो सदनबाट पारित भएपछि माथिल्लो अप्पर हाउसमा पारित गर्न पर्ने पनि हुन्छ। यसको विभिन्न नियमहरू छ। त्यस कारणले नै मैले पनि अहिले उम्मेदवारहरू चाहिँ त्यो खालको नियम नीति बनाउने, कानुन बनाउने ठाउँमा त्यति मेच्योर चाहिँ मलाई लागेन। किनकि यसमा मेच्योर हुन जरुरी छ, अनुभवको खाँचो छ। एकैचोटि आएर एक कक्षा पढ्ने विद्यार्थीलाई एसएलसीमा गएर इक्जाम दिए भन्यो भने त्यो सिधै फेल हुन्छ। त्यसरी नै राजनीति पनि त्यो नै हो। अहिलेको मैले जति पनि उम्मेदवारहरू क्यान्डिडेटहरू देखेको चाहिँ क्लास 1 मा पढ्ने टाइपको मैले देखेँ। किनकि हिजो मात्र एउटा उम्मेदवारलाई एउटा युट्युबे उम्मेदवार छानिएको रहेछ। अहिलेको उम्मेदवारहरू पनि कलाकार, पत्रकार, डक्टर, वकिल, त्यस्तो उम्मेदवारहरू धेरै देखेँ मैले। पत्रकारले, एउटा डक्टरले, एउटा इन्जिनियरले राजनीति गर्न हुन्न भन्न खोजेको होइन। तर राजनीति गर्नको लागि राजनीति विषय पढ्नु पऱ्यो नि त, राजनीति सम्बन्धी अध्ययन हुनु पऱ्यो नि त होइन। अब हाम्रो विश्व राजनीति सम्बन्धी अध्ययन हुनु पऱ्यो होइन। किनकि हाम्रो विश्व राजनीतिमा के भइरहेछ त्यसले पनि हाम्रो देशमा असर पर्ने हुन्छ, सन्तुलन मिलाउनु पर्ने हुन्छ। यो विश्व राजनीतिको विषयमा अहिले कुरा गरौँला, अर्को भिडियोमा कुरा गरौँला होइन। त्यो गर्दाखेरि एउटा प्रश्न एउटा पब्लिकले सोधेको थियो। उहाँले के सोध्नु भयो भनेपछि, तपाईँले यो क्षेत्रमा पर्यटकीय एउटा सम्भावना बोकेको स्थलहरू छ, कुन स्थलहरू तपाईँले अध्ययन गर्नुपर्छ भन्दाखेरि उहाँको जवाब के थियो भनेपछि, होइन म अध्ययन गर्न नै यहाँ आएको छ भन्ने जस्तो उहाँले एउटा सिम्पल जवाफ दिनुभयो होइन। त्यो तपाईँको एउटा राजनीति गरिसकेपछि पहिलो प्रथम त हाम्रो आफ्नो भूगोल सम्बन्धी, आफ्नो राष्ट्र सम्बन्धी कुन ठाउँमा के छ, समस्या कहाँनिर छ र समाधान के हो भन्ने विषयमा पहिला नै हामीले चाहिँ अध्ययन गरेर आउनुपर्ने हुन्छ। त्यसपछि बल्ल टिकट ल्याउने र चुनाव जित्ने भनेको सेकेन्ड पार्ट हो। तर हाम्रो जनप्रतिनिधिको समस्या के छैन, पहिला चाहिँ टिकट कसरी ल्याउने होइन, कुन पार्टीमा जाने, एउटा पपुलिजमको एउटा राजनीति कसरी गर्ने भन्ने विषय सोच्छौँ। अनि दोस्रोमा चुनाव कसरी जित्ने भन्छौँ। र तब उसले त्यो गर्दाखेरि उसको ध्यान त्यसमै केन्द्रित हुन्छ। त्यसपछि उसले चाहिँ मैले यो ठाउँमा आइसकेँ, मेरो काम कर्तव्य के हो भन्ने विषयमा उसलाई थाहा नै हुँदैन। किन भन्दाखेरि उसले यो सम्बन्धी अध्ययन गरेकै हुँदैन होइन। हाम्रो वास्तविक देशको समस्या भन्न त भन्छ, अब बाटो घाटो, त शिक्षा, स्वास्थ्य होइन, अर्थ, विदेश नीति भन्ने कुराहरू गर्छ। ल ठिकै छ, तपाईँको अर्थको कुरा गर्ने, अर्थनीति सम्बन्धी उसको के ज्ञान छ होइन, शिक्षा सम्बन्धी उसको नीति के छ, कसरी शिक्षामा विकास गर्ने होइन, विकास कसरी गर्ने भन्ने त्यो मोडल त हुनु पऱ्यो नि त। त्यो पनि मैले देखिएन, 1-2वटा पार्टी बाहेक होइन। शिक्षाको नीति सम्बन्धी हाम्रो शिक्षाको जुन नीति नै फेल छ। किनकि हाम्रो शिक्षा यस्तो प्र्याक्टिकल शिक्षा छैन, व्यावहारिक शिक्षा छैन हाम्रो नेपालमा होइन। किनकि हामी पढेको एजुकेसन कुनै ठाउँमा पनि युटिलाइज हुँदैन, त्यो देखिरहेछ
हाम्रो शिक्षाले के कुनिर काम गरेको छ र हाम्रो विकास पूर्वाधार होइन अनि तपाईँको हाम्रो टेक्नोलोजीमा के काम गरेछ त नि भन्दाखेरि त्यस्तो केही पनि छैन होइन। त्यसको लागि हाम्रो पूर्ण रूपमा शिक्षा नीति परिवर्तन हुन जरुरी छ। अर्थनीतिमा हामी फेल भन्छ, त्यो परिवर्तन हुन जरुरी छ होइन। लगायत हाम्रो पर्यटन सम्बन्धी नीतिहरू, व्यापार सम्बन्धी नीतिहरू, कृषि सम्बन्धी नीतिहरू सबै परिवर्तन हुन जरुरी छ। यो सम्बन्धी मैले बोलेको देख्दैन, खालि गाली गरेछ, यो छ पपुलारिटीको हिसाबमा मात्रै एउटा पपुलिजमको हिसाबबाट राजनीति गरेको मैले देखिएँ। यो चाहिँ मैले त्यही यस कारणले भनेको होइन, मैले गर्नै हुँदैन। एउटा पत्रकारिता गरेको मान्छेले तपाईँको राजनीति गर्न हुन्न खोजेको, तर राजनीति गर्ने भनेपछि यो अध्ययन गरेर आउनु पऱ्यो नि होइन। के हो राजनीति भनेको? किनकि यो राज्य चलाउने एउटा नीति हो, नियम हो, यो कानुन हो, यो सबै अध्ययन गरेर आउनु पऱ्यो। त्यसपछि बल्ल आएर राजनीति फिल्डमा उत्रिने हो। र एउटा मेच्युरिटीको हिसाब किताबमा पनि उम्मेदवारहरू मेच्योर देखिएन। एउटा 30-35 वर्षको मान्छेले एउटा त अनुभव हुँदैन उसको, अर्कोबाट ऊ कुन फिल्डबाट आएको भन्ने कुरा हो होइन। अनि अर्को नेतृत्वको कुराहरू आइरहेछ, लिडिङको कुरा आइरहेको छ, अनि कति कुराहरू एकदम हावा कुराहरू गरिरहेको छ। अब हामी आएपछि अब हामीले चाहिँ यो नीति परिवर्तन गर्ने हो भन्ने जस्तो कुराहरू एकदम पपुलिजम कुरा गरिरहेको छ। जबकि ऊ आइसकेपछि उसको बहुमतले पनि हाम्रो नीति उसले कति उसको ऊ बहुमत पुऱ्याएर आएर उसले उसको के अरे पावरले कति भ्याउँछ, नीति परिवर्तन गर्न भ्याउँछ भन्नेसम्म उसलाई थाहा छैन, उसलाई कानुनी कुराहरू थाहा छैन। किनकि त्यसले मात्रै पुग्दैन। हाम्रो देशको कानुन व्यवस्था उदाहरणको लागि अब एउटा कार्यकारी प्रधानमन्त्री गर्ने भनिन्छ, कार्यकारी प्रधानमन्त्रीको मुद्दा पारित गर्नको लागि कति बहुमत चाहिन्छ, कस्तो खालको वातावरण छ, त्यो चाहिँ सम्भवै छैन, देखिएको छैन। किनकि त्यो गर्नलाई एउटा 2/3 सरकार चाहियो। त्यसपछि अर्को कुरा अप्पर हाउसको कुरा छ। अप्पर हाउसमा अहिले देखिएको भने अब काङ्ग्रेस र एमालेको मात्रै उम्मेदवारहरू मैले देखेको छु। त्यसले गर्दा नि त्यो कुराहरू, अरू कुराहरू जस्तै बजेटलाई कसरी म्यानेज गर्ने भन्ने विषयमा चाहिँ उनीहरूले गर्ने भए। ठुल्ठुलो कुराहरू जस्तै अब कार्यकारी प्रधानमन्त्रीको कुराहरू आइरहेछ है, संविधान संशोधनको कुराहरू आइरहेछ। यो विषयमा चाहिँ उनीहरूको कुनै पनि यो भ्रम नबसे हुन्छ। म पब्लिकलाई के भन्न चाहन्छु भने मैले मेरो अध्ययनमा बुझेअनुसार अलिकति मैले यो संविधान पनि पढे अनुसार चाहिँ उहाँहरूले चाहिँ सक्नुहुन्न यस्तो कुराहरू पनि बोलिरहेछ होइन। यो चाहिँ नबोलेको भए हुन्थ्यो, किनकि मैले यहीँ देखेको छु एउटा परिपक्व छैन राजनीतिमा भन्ने कुरा यहीँनिर देखाइरहेको छ उहाँहरूले होइन। अर्को एजेन्डाहरू क्लियर छैन उहाँहरूको होइन। अब एजेन्डै थाहा छैन उनीहरूलाई, विकासको मोडल के हो त नि। विकास त गर्ने भन्छ, भन्ने त भन्ने हो, विकास गर्ने सबैले विकास गर्ने नै हो भन्छ, तर विकास गर्नलाई कसरी गर्ने, कुन मोडलमा जाने भन्ने छैन। किनकि हाम्रो एउटा के छ भने पुरानो सत्ताको सोच कस्तो थियो भनेपछि अमेरिका, चाइना, इन्डिया विदेशबाट ऋण ल्याएर तपाईँको दान दिएर त्यो पैसाले विकास गर्ने, बाटोघाटो बनाउने भन्ने खालको यो खालको भिजन देखिएको छ। यो पनि कदम कदाचित विकास भनेर मान्दैन। मेरो घर बनाउनको लागि छिमेकीले पैसा हालिदिएको जस्तो कुरा हो यो चाहिँ होइन। त्यस कारणले यो कुरा पनि म कदम कदाचित मान्न सक्दैन। अर्को कुरा, हाम्रो इनोभेटिभ विकास भनेको इनोभेसनको सेक्टरमा, तपाईँको कृषिको क्षेत्रमा, तपाईँले हामीले एक्सपोर्टको क्षेत्रमा हामीले के उत्पादन गर्छौँ र के बेच्छौँ र आम्दानीको स्रोत के हो हामीले कमाएको। भाइ गुड मर्निङ। ल ठिक छ चलो ल। अब यो खालको चाहिँ मैले अहिलेको राजनीतिक पार्टीहरूले को एउटा कमजोरी, यस्तो खालको उम्मेदवारीहरू नपठाइदिएको भए हुन्थ्यो। किनकि यसले गर्दा हाम्रो देशको विकासको कुराहरूलाई चाहिँ अलिकति सोच्नै पर्ने हुन्छ होइन। त्यही भएर म पहिलो प्रथम त जति पनि हामी राजनीति गर्ने व्यक्तिहरू र राजनीतिक पार्टीहरूलाई चाहिँ यस्तो उम्मेदवारहरू नपठाइदिनु हुन एउटा मेरो अनुरोध पनि छ।
र यो सम्बन्धी विज्ञ मान्छेहरूलाई नै अगाडि सार्नु पर्ने हुन्छ। नत्र भने त्यो पनि वातावरण छैन भने हामी एउटा विज्ञहरूको सल्लाह अनुसारलाई नै हामीले चल्नुपर्छ जस्तो मलाई लाग्छ। हाम्रो हरेक क्षेत्रको जस्तै शिक्षाको क्षेत्रको विज्ञहरू हुन्छ, तपाईँको कानुन क्षेत्रको विज्ञहरू हुन्छ, अनि अर्थ क्षेत्रको विज्ञहरू हुन्छ, तपाईँको राजनीति क्षेत्रको विज्ञहरू हुन्छ। उहाँहरूकै पढे लेखेको मान्छे हाम्रो देशमा नभएको होइन, तर जुन नेतृत्व राज्य चलाउने मान्छेहरूलाई दिने सल्लाहकारको कमी पनि देखिन्छ होइन, विकल्पहरू छ होइन। त्यस कारणले सम्पूर्ण राजनीतिक पार्टीहरूलाई म के भन्न चाहन्छु भनिसकेपछि तपाईँहरूले उम्मेदवार पठाउनुभन्दा अगाडि चाहिँ उम्मेदवार सम्बन्धी अध्ययन गर्नु हुन जरुरी देखिन्छ। यो कतिको क्वालिफाइड छ होइन, तपाईँको एउटा यो भनेको एउटा इक्जाम हो, एउटा इक्जाम दिनको लागि ऊ कतिसम्म क्वालिफाइड छ भन्ने कुरा चाहिँ हेर्न जरुरी छ। उसको पाहुरीको भरमा पैसाको भरमा विकास हुँदैन। त्यसको लागि चाहिँ एउटा अध्ययन चाहिँ चाहिन्छ। सबै कुराहरू हामीलाई डक्टर, इन्जिनियर, तपाईँको अर्थविदहरू, राजनीतिक सबै कुरा मिलाएर लानुपर्छ। तर राज्य चलाउने नीति भनेको एउटा फरक पार्ट हो। अहिले म्याक्सिमम् देखेको छ कलाकारहरू, तपाईँको गीत गाउने कलाकार, तपाईँको फिल्मको कलाकारहरू होइन, तपाईँको पत्रकारहरू मैले धेरै देखेको छु। तर मैले देखिहालेँ पत्रकार गर्ने जो मान्छे एकजना विज्ञ पत्रकार, एकदम मानिएको पत्रकार पनि हुनुहुन्थ्यो, उहाँको जवाफ पनि मलाई चित्त बुझेन। किनकि पत्रकारिता गर्नु र तपाईँको राजनीति गर्नु फरक पाटो हो भन्ने त्यहाँनिर नै छुट्टिन्छ। तपाईँ जुन ठाउँमा पहिला प्रश्न गर्ने ठाउँमा हुनुहुन्थ्यो, अहिले तपाईँ जवाफ दिने ठाउँमा हुनुहुन्छ। त्यसले पनि देखाउँछ तपाईँको राजनीतिक परिपक्वता कति छ भन्ने कुराहरू। त्यस कारणले मैले तपाईँलाई राजनीति गर्नै हुन्न भनेको होइन, तर राजनीति सम्बन्धी पनि अध्ययन गरेर आउनुपर्ने हुन्छ। त्यसै कारणले आज मेरो यो भिडियो चाहिँ सम्पूर्ण राजनीतिक पार्टी उम्मेदवारहरूलाई मेरो यो सुझाव छ। आइन्दा अब यस्तो राजनीति गर्ने एउटा मान्छेको इच्छा, आकाङ्क्षा, एउटा उसको लक्ष्य छ भने तपाईँले राजनीति चाहिँ अध्ययन गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु। धन्यवाद।